Hey guys, welcome back to my YouTube channel. हामी चाहिँ जाँदैछौँ माथि, अति नै माथि, एकदम माथि। हाम्रो साथ हुनुहुन्छ भर्खरै मात्रमा हिजो मात्र आएको नेपालबाट। ए कस्तो लागिरहेको छ नि त। आम्बो एकदम दामी यार, तर अलिक माथि रहेछ। दामी छ यहाँबाट चाहिँ, दामी देख्छ। अझ अब यो विन्टर सिजन भएकोले गर्दा त्यस्तो क्लियर देखेको छैन, तर मजा चाहिँ मजा आउँछ यहाँ। गाइस, हामी अझै माथि पुग्नुपर्ने छ। अन्त यो देख्दै गरेको त मेरो होम टाउन। हे मजा आयो, मजा आयो। आज त हल्का गरम भएको जस्तो पनि भयो हो, तर दिन त चिसो छ। तर हिँडेको कारणले गर्दा, अन्त यसरी हिँडेको चाहिँ धेरै दिनपछि यस्तो लामो हिँडेको, त्यस्तो हिँडाइ नै भएको थिएन। तर मजा आउँदैछ। हे अहिले माथि गयो भने त फेरि कहाँ पुग्छ भन्दाखेरि सुखे लेप्चा जगतहरू पुग्छ। यहाँबाट डाइरेक्ट गयो भने ए यहाँ त मजाले बस्ने ठाउँ बनाइदिएको रहेछ। यहाँबाट गएको हामी त्यही कुचो सुकाइरहेको रहेछ। के ल्याएर आएको अरे? अन्त गाउँले केटाहरू हो। एक दिनमा पाँच ट्रिप चाहिँ घोचाले किन गरे? गाउँले केटा हो, गाउँले केटा। त्यसै कारणले गर्दा जाँदैछौँ हामी अझै माथि। हामीले दुईजना भाइहरूलाई पनि बोलाएको थिएँ, तर दुईजनाकै काम परेछ। एकजनाको त क्रिकेट खेल्नै काम गएछ। लास्टमा चाहिँ दुई भाइ खालि भयो। अल्छी लागेको थियो, तर फेरि आएँ। ए मजाको ठाउँ। अनि यहाँ चाहिँ हाम्रो गाउँबाट यो उकालो गयो भने हामी हाइकिङ पनि जान सक्छौँ धेरै। यहाँबाट चाहिँ हामी सिधै लेप्चा जगत पुग्छ। यहाँबाट हाइकिङ गर्न पनि मजा आउँछ। अझै हामीले पिकनिक खेल्नको लागि भने पिकनिक खेल्ने सामानहरू लगेको छ भने अलिक माथि जानुपर्छ। त्यहाँ चाहिँ मजाको टार छ, त्यहाँ चाहिँ हामी पिकनिक पनि खेल्न सक्छौँ। तर त्यो चाहिँ हामी जुन ठाउँ जाँदैछौँ अहिले त्योभन्दा अझै माथि हो, हामी जान सक्दैनौँ। किनभने माथि गएर रात पर्छ होला। सो यहाँ चाहिँ अर्को चाहिँ के पनि टेन्सन हुन्छ भन्दाखेरि यहाँ चाहिँ चितुवा के लाग्छ यहाँ है। यहाँ चितुवाहरू पनि आउँछ है? खोइ त्यो बाख्राको होला हौ, मिर्ग गु बाख्रा गु। हे हेर्नुहोस्, पहिला त यहाँ बाटै थियो, अहिले त हाम्रो मेन रोड अर्कै छ। यहाँदेखि अलिक तल छ। यो चाहिँ धेरै वर्ष अगाडि हाम्रो बाजे बोजूहरूले भन्छ, पहिला त यो उकालो चाहिँ गाडी कुद्थ्यो अरे। इभन अहिले पनि हेऱ्यो भने कति जग्गा चाहिँ सोलिङ राम्रै छ। भविष्यको दिनमा सपोज यो ओह्रालो बाटो बन्यो भने चाहिँ बनाउनु सक्छ। यहाँबाट चाहिँ डाइरेक्ट सुखेको लागि चाहिँ सजिलो हुन्छ। हामी धेरै माथि आइपुग्यौँ। अझै हामी माथि, अलिक माथि है यहाँबाट। ए यो देख्दै गरेको चाहिँ हाम्रो गाउँ एकदमै ब्युटिफुल छ, एकदमै दामी। अन्त यहाँबाट चाहिँ माथिबाट चाहिँ अहिले त सायद बिग्रिसक्यो होला घरहरू ज्यादा बनाएर, तर हाम्रो गाउँ चाहिँ लभ हार्ट सेपको देख्छ माथिबाट चाहिँ। सो गाइस, के छ भन्नु, कति गल्यो? कुद्नु रनिङ जानुपर्ने रहेछ यार। त यहाँबाट ज्यादा छैन, हाम्रो अलिकति माथि। ए मजा आइदियो।
Praise the Lord. हाइकिङको लागि चाहिँ दामी छ यो ठाउँ एकदमै मजाको छ हाइकिङ गर्नु भन्दै तर यो उकालो अहिलेसम्म कहिले पनि त्यो के भन्दाखेरि यहाँ चाहिँ हामी टेन्ट लगाएर पनि सायद बस्न सक्छौँ तर एक दुईजना त होइन अलिक ग्रुपै छ भन्दै डर हुँदैन तर अहिलेसम्म मेरो हिसाबमा चाहिँ मैले कहिले पनि सुनेको छुइनँ यहाँ यो उकालोमा कहिले पनि टेन्ट लगाएर बसेको छैन कहिले पनि तर बस्यो भने चाहिँ दामी हुन्छ मजा आउँछ अझै बिहानको अझै कुन समय भन्दाखेरि जुन टाइम चाहिँ एकदमै क्लियर नोभेम्बरतिर जुन त्यो क्लियर देख्छ नि यहाँबाट चाहिँ 360 देख्छ वरिपरि देख्छ दार्जिलिङ यो साइड चाहिँ दार्जिलिङ देख्छ तर अहिले एकदमै धुम्म भएको कारणले गर्दा देखेको छैन सो हेर्नु हे आइपुग्यो हामी अब हाम्रो बडा हाम्रो बडा गिर गिल्स भन्दिसको नाम चाहिँ 85 बडा हो